छवि रवि र चाहिँ जीवीको बारेमा यो सरकार सिंहदरबार जलाउन तयार हुने सरकार। यो सरकार हामी अस्ति मात्रै देख्यौँ न्याय कति गर्छौँ। हामी अहिले यहाँभित्र पनि हेऱ्यौँ, हामी अहिले कर्मचारी राजनीतिक सत्ता समस्या हो या कर्मचारी तन्त्र समस्या हो, नागरिकलाई समाधान चाहिएको छ र यहाँ जसका सवाल उसको सहभागिता भएन कि भन्ने पनि हामीलाई लाग्छ। यहाँ बिचौलियाहरू जहिले पनि हाबी भएका छन्, इमान्दारहरू जहिले पनि ठगिएका छन् र बेमानहरूको चाहिँ मालामाल भएको छ। सहकारीको रकम नागरिकको करबाट होइन, अपचलन गर्ने मान्छेहरूलाई कटघरामा ल्याएर उहाँहरूबाट असुलुप्प गरेर ती चाहिँ पीडित ठेलामा मकै पोलेर मजदुरी गरेर थोरै पैसा जम्मा गरेकाहरूको चाहिँ रकम फिर्ता गरिनुपर्छ र त्यसका निम्ति राम्रा सहकारीहरू जो सानसाना नागरिकको चाहिँ आत्मनिर्भर बन्नका निम्ति सहयोग गर्ने सहकारी पनि छन् र चाहिँ लुटेर त्यसमा चाहिँ व्यवसाय चलाउने र त्यसलाई चाहिँ ठगी धन्दाको रूपमा मौलाएका त्यस्ता सहकारी पनि छन्। त्यसको अनुगमन गरौँ, अनुगमनमा जाउँ र नियमन गरौँ, राम्रालाई प्रोत्साहन गरौँ, नराम्रालाई कटघरामा ल्याउँ। सरकारले कार्यक्रम बनाओस्, हामी सरकारलाई सहयोग गर्न तयार छौँ। अब हामीलाई छुट छैन, हामीलाई अध्यादेश मार्फत जानुपर्ने केही जरुरी छैन। हामी चाहिँ सदनमै खुलेर हामी चाहिँ जनताको पक्षमा, परिवर्तनको पक्षमा र न्याय र सुशासनको पक्षमा, विधिको शासनका लागि हामी जहिले पनि तयार छौँ। सुकुम्बासी समाधान व्यवस्थित ढङ्गले गरियोस्, डोजर आतंक गरेर जनतालाई भए राति निन्द्रा नलाग्ने आत्महत्या गर्नुपर्ने स्थितिको अन्त्य गरियोस् र चाहिँ सहकारी समस्याको समाधानतर्फ सरकारको चाहिँ गम्भीर ध्यान जाओस् र चाहिँ धेरै झन्डाहरू बदलिए अहिले पनि नआएको सरकार घन्टी चुनाव चिन्ह लिएर झन्डै बोकेर तपाईहरु आउनु भएको छ र सरकार आएको छ। सरकारले समाधान दिनुपर्छ, राज्यबाट जनताले चाहेको समाधान हो। समस्या गरिबीहरू दिनादिन बढिराखेको छ, सुकुम्बासी समस्या झन्झन बढिराखेको छ र समाधानतर्फ गइराखेको छैन। त्यसका निम्ति हामी अब यहाँ छलफलमा ल्याएर हामी बजेट मात्र खर्च गर्नका निम्ति होइन, हामीले चाहिँ समाधान दिनका निम्ति हामी सबैको सहभागिता रहन्छ र हामी तयार छौँ। भूमि मात्रै राज्यको हो कि नागरिक हुन् कि होइन, कहाँका नागरिक हुन्, त्यसैले नागरिकको समाधानतर्फ यो सुकुम्बासी समस्या समाधानका निम्ति होस् या सहकारीको विषयमा होस्, यो समाधानका निम्ति हामी इमान्दार बन्नुपर्छ र राज्य इमान्दार बन्नुपर्छ। त्यसका निम्ति हामी सबै सरकारलाई सहयोग गर्न तयार छौँ, राज्यलाई सहयोग गर्न तयार छौँ। कर्मचारीमा समस्या हो कि या राजनीतिक तन्त्रमा समस्या हो, यो खोजीको विषय बन्नुपर्छ र सबैले बिचौलियाहरू जन्माउने र चाहिँ तपाईको चाहिँ बिचौलियाहरूले बिगारेको चाहिँ हाम्रो देश जस्तो लाग्छ। त्यसैले समाधानतर्फ, सुकुम्बासी समस्या समाधानका निम्ति व्यवस्थित ढङ्गले उहाँहरूको चाहिँ तथ्याङ्क लिएर उहाँहरूको अवस्थाको बारेमा व्यवस्थित ढङ्गले चाहिँ व्यवस्थापन गरेर मात्र डोजर चलाउँ, नागरिकलाई बेघरबार बनायौँ भने तिनै नागरिकहरूले बनाएको सरकार हो। तिनै नागरिकको मतद्वारा हामी सबै यो ठाउँमा पुगेका छौँ। यो चाहिँ सुकुम्बासी समस्या व्यवस्थित ढङ्गले राज्यले समाधान गरोस्। सानो माया तामाङ, भरतपुर 25। मेरो समस्या त यो